साथीहरु म चाहिँ यो रानी सैन लामापाटाको बारेमा चाहिँ जिमिनीसँग कुरा गर्न गइरहेको छु। जिमिनीले चाहिँ के भन्दो रहेछ एकछिन कुरा गरौँ है त। मैले जिमिनी सुरु गरेँ। हेलो जिमिनी, के छ? मलाई एकदमै ठिक छ। तपाईलाई नि कस्तो छ? ठिक छ। अनि मैले तपाईलाई केही कुराहरू सोध्न गइरहेको छु। तपाईले एक्युरेट जवाफ दिनु होला है। ओके पनि तपाई ढुक्क हुनुहोस्। म सक्दो सटीक र विस्तृत जानकारी दिनेछु। तपाईलाई के जान्न मन लागेको छ? सोध्न सक्नुहुन्छ। अनि यो एउटा पर्यटकीय क्षेत्र पनि हो रानी सैन भनेको। यो रानी सैन चाहिँ कुन जिल्लामा पर्छ भनेर मैले जान्न खोजेको। रानी सैन, जसलाई रानी शाइन पनि भनिन्छ, त्यो चाहिँ नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ। विशेष गरी यो स्थान त्यस क्षेत्रमा रहेको साइपाल बेस क्याम्प र मनोरम प्राकृतिक दृश्यका लागि चिनिन्छ। के तपाईलाई यस विषयमा अनि यो बाजुराको कुन गाउँपालिकामा पर्छ कि नगरपालिका हो कि के हो, कता पर्छ ठ्याक्कै? यता जानलाई कताबाट जानुपर्छ? रानी सैन वा रानी शाइन बाजुरा जिल्लाको हिमाल गाउँपालिकामा पर्दछ। हिमाली गाउँपालिका हो? जी हजुर, हिमाल गाउँपालिका। अब त्यहाँ पुग्नका लागि सामान्यतया तपाईले धनगढी वा नेपालगञ्ज हुँदै बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्ने हुन्छ। त्यसपछि विभिन्न पदमार्ग हुँदै हिमाल गाउँपालिका र रानी शाइनसम्म पुग्न सकिन्छ। यो यात्रा केही कठिन र लामो। अनि सुन्नु न, पछिल्लो पटक चाहिँ यो हुम्लाले पनि हाम्रो हो रानी सैन भनिराखेको छ, अनि बाजुराले पनि हाम्रो नै हो भनेको छ। खासमा कुरो के हो, कताको हो रानी सैन, कुन क्षेत्रमा पर्छ? रानी सैन वा रानी शाइन अहिले बाजुरा र हुम्ला जिल्ला बीचको सीमा क्षेत्रमा एउटा विवादित क्षेत्रको रूपमा रहेको छ। बाजुराको हिमाल गाउँपालिकाले यसलाई आफ्नो भूभाग दाबी गरेको छ भने हुम्लाका राजनीतिक दलहरूले यो क्षेत्र हुम्ला अन्तर्गत पर्ने भन्दै विरोध जनाइरहेका छन्। त्यसैले अहिले यसको ठोस प्रशासनिक स्वामित्वको विषय विवादित अवस्थामा रहेको छ। अनि तपाईलाई चाहिँ के लाग्छ, कताको हो जस्तो लाग्छ? के भन्छ अहिलेसम्म डाटाहरूले, के भन्छ त? अहिले उपलब्ध डाटाहरू हेर्दा यस क्षेत्रमा निर्माण कार्यलाई लिएर दुई जिल्ला बीचको विवाद फेरि बढेको देखिन्छ। हुम्लाका राजनीतिक दलहरूले बाजुराको हिमाल गाउँपालिकाले आफ्नो क्षेत्रमा जबरजस्ती संरचना निर्माण गर्न खोजेको भन्दै विरोध गरिरहेका छन्, जबकि बाजुराले यो स्थान आफ्नो भूभाग अन्तर्गत पर्ने दाबी गर्दै आएको छ। त्यसैले अहिले यसको ठोस र अन्तिम निर्णय आउन बाँकी छ। अनि अघि तपाईले भन्नुभयो नि यो त हिमाली गाउँपालिकामा पर्छ, यो बाजुराको हो भनेर भन्नुभयो, किन भन्नुभएको त त्यसो भए? मैले अघि गरेको उल्लेख बाजुराको हिमाल गाउँपालिकाले यस क्षेत्रलाई आफ्नो भूभाग अन्तर्गत मानेर गर्ने दाबी र विभिन्न भौगोलिक विवरणहरूमा आधारित रहेको थियो। तर जति बेला हामीले विवादको कुरा गर्यौं तब मैले यस क्षेत्रमा दुई जिल्ला बीचको सीमा विवाद कायम रहेको र यसको प्रशासनिक स्वामित्व स्पष्ट नभएको कुरा पनि प्रश्न पारेको थिएँ। त्यो पहिलो जानकारी भनेको सामान्यतया उपलब्ध विवरणहरूमा आधारित थियो, तर विवादले स्थितिलाई जटिल बनाएको छ। अब यो समस्या आयो, विवाद आयो, यसको समाधान चाहिँ कसरी गर्न सकिन्छ? यसको समाधानका लागि बाजुरा र हुम्ला जिल्लाका स्थानीय प्रतिनिधिहरू, सुदूरपश्चिम प्रदेश सरकार र केन्द्र सरकार बीच गम्भीर छलफल हुनु आवश्यक छ। नापी विभागको सहयोगमा ऐतिहासिक नक्साहरू र भूमिको अध्ययन गरेर नै सही सीमाङ्कन गर्न सकिन्छ। त्यसपछि दुवै पक्षले मानेको सहमतिलाई कार्यान्वयन गर्न सकिन्छ। के तपाईलाई लाग्छ यस प्रक्रियामा स्थानीय जनताको पनि सहभागिता हुनुपर्छ? त्यो त हुनु पर्ला नि त, होइन र? बिल्कुल, स्थानीय जनताको सहभागिता धेरै महत्त्वपूर्ण हुन्छ। उनीहरूको राय र भोगाइलाई ध्यानमा राख्दा निर्णय अझै व्यावहारिक र स्वीकार्य बन्न सक्छ। यसले विवादको दीर्घकालीन समाधानका लागि पनि मद्दत गर्छ। ल हुन्छ, जानकारीको लागि धन्यवाद। कुनै कुराको लागि जानकारी दिन पाउँदा मलाई पनि खुसी लाग्यो। फेरि पनि केही जान्न मन लागेमा निसन्कोच सोध्नु। ओके ओके, ल ल। सुन्नुभयो, यस्तो भन्छ यहाँ जिमिनीले। त्यही भएर हामीले चाहिँ यो विवाद हुने, टेकाटमार हुने, झगडा गर्नुभन्दा हामी चाहिँ सबै राजनीतिक दलहरू, त्यसपछि त्यहाँका स्थानीय निकायहरू, त्यसपछि तथ्यका आधारमा, प्रमाणका आधारमा चाहिँ हाम्रो पुराना अभिलेखहरू छन् नि, जुन ऐतिहासिक दस्तावेज, त्यसका आधारमा चाहिँ यो सीमा विवाद टुङ्गाउनु पर्छ भनेर म भन्न चाहन्छु। धन्यवाद।